खै बिरानी दाइ हेरौँ त एकपल्ट बिरानी कुछ तरीका है भीख मांगने का बात दाउरा तो माथिबाट लिएको किरिस का सुन्ने का गाना मुझको पुसा रहा हो यार ल सुरु गरौँ हेलो गाइज सबैजना वेलकम छ मेरो भिडियोमा आज चाहिँ हामी पिकनिक जाँदैछौँ दाइहरूसँग मिलेर रमाइलो गर्नेवाला छौँ अन्त्यसम्म हेर्नु होला नत्र फेरि सपना देख्नु होला फेरि हामीलाई सुन्तला छैन यसलाई चाहिँ घटे भन्छ गाइज यहाँ कोही नि बस्दैन मान्छेहरू त्यो पुरानो बाटोहरू यता गोलो घर पनि छ उता पुरानो घरहरू मात्र छ यता चाहिँ योबाट देखिने भ्यू चाहिँ हेम्चा बजार हो हामी चाहिँ यहाँ माथि आइसकेका छौँ डाँडामा अब हामी यतैतिर बसिन्छ होला राम्रो पनि छ भ्यू यतै बस्ने भनिरहेको छन् केटाहरूले पनि यताबाट नि राम्रो भ्यू छ उफ भिडियो बनाउनु सकेन क्या जस्ट हामी यहीँ रमाइलो गर्नेवाला छौँ यहाँ हामीले पहिला पनि बसेर खाएको यहाँ चिल पारमा बस्नेवाला छौँ अलि शीतलमा बसौँ ऊ यहाँ पनि दाउरा छ मैले लिएर आउँछु यो बवाल हुनेवाला छ गिटार सितार पनि छ हामीसँग अहिले गीत पनि गाएर रमाइलो गर्नेवाला छौँ हामी सबैले हेरेर सपोर्ट चाहिँ गरिदिनु होला आमा ओ माछु ल त माछु ओ माछु नि त्यस्तै त अरू पनि उता नि रहेछ भयो अर्को त नल्याइदिउँ मेरो दाउरा चलाइदियो भन्नु न म चाहिँ अब यहाँ रुखमा चढ्नेवाला छु के यस्तो मजाको दाउरा छ है ओ मलाई त यस्तो बुताले पनि धान्दिनु रहेछ तैँले यहाँ चाहिँ प्याज काट्दै हुनुहुन्छ तेल यति भयो पुग्छ दाइ पुग्छ है छेलपाल हुन्छ तेल त घुलमेटा कति दिएको रुपियाँले के गर्यो त्यसरी घुलमेटा कति हालेको एक पाउ नै हो अलिकति पनि झुकेर यो चामलले हामीलाई पुग्छ होला नि त है यहाँ हाम्रो ट्राइपोड हेर्नु यहाँ कस्तो छ हाम्रो चाहिँ एकदम खतरा छ यहाँ अहिले चाहिँ खिचिरहेछ ठाउँ पनि एकदम बवाल छ हावा सर्र चलिरहेछ मन पनि नाचिरहेछ यता पनि बसालिसक्नु भयो धराप छ छन् त तर यति त अल्गो हुनै पर्छ क्या दाइ हाम्रो मासु लिएर आऊ 2 किलो अनि आधी किलो कटपिस लिएर आऊ भनेर नि ए मासु दाइले दिँदा लिएर आउनु भएर चाहिँ यार मसिनो पिस बनाउनु पर्छ क्या यसो ठिक छ ल यति भएपछि हामीलाई खतरा ठाउँमा छौँ हामी यहाँबाट हेर्दा चाहिँ बबालाई लोकेसन छ है पारिपत्ती चाहिँ सेरा गाउँ पर्छ वारीपत्ती यो खरे हो माथि कास्कीकोट अनि यो माथिको चाहिँ अष्टम हो हामी चाहिँ एकदम बवाल लोकेसनमा दाइहरू चाहिँ यहाँ बनाइरहनु भएको छ म चाहिँ भिडियो बनाइरहेको छु समाउने केही छैन है समाउने त अब यहाँ चाहिँ झैँ यहाँ पर्नेवाला छ त्यसो पिस पऱ्यो नि त मासु पिस पऱ्यो नि मिठो टावर खोजेर लिएर आउनु त हटेत्रै कि यो ठुलो र यो के हालिने रे बोल्दैन हो यस्तो सिधा त्यही त्यो टाउलीमै त्यो आगो पऱ्यो भन्छ अलि हुन्छ कि हावाले यताउति बनाइदिने कि भन्छ उताबाट छिरै पाएन यताबाट नि आँखा पल्ला हो यताबाट नि आँखा पल्ला यो त भाइ हामी त हिजो चारजना केटाहरू थियो चारवटा चारवटा आइयो पछि एकदम त ल्याएर हामी जक्सन बस्नु थियो 5जना केटाहरू 3जना जक्सन बस्नु थियो अर्को थियो क्या अहिले मलाई घर आफै खाना बनाउनु पर्छ कम्पनीबाट आएँ दाइ त्यहाँको केटाहरू भेट्यो खायो अनि घर गइदिनु त दाइ म त यार जानुपर्छ कालिम्पोरी काम गरेपछि नै खाना बनाउनु पर्छ अनि भोलि चाँडै उठ्नुपर्छ 7 बजीतिर 6 बजीतिर 6:30 बजीतिर पकाएर खाएर जाने अहिले बिहानै उठ्नु पर्यो नि पकाउने भन्छ 6 बजी उठ्छ पढिएको यार ए ढुङ्गा फुटेर गाइस हाम्रो यहाँ मासु नै नपाक्ला जस्तो भयो पक्क निस्किया त यार
भइभरि होला र फेरि हेर्नु हेर्नु युट्युबमा आउँछ होला नि दाइले तपाईँले सक्नुहुन्छ के दाइ के थाहा त यार त्यसलाई तेलमा पहिला हान्नु पर्ने नि तेलमा हान्नु पर्ने फ्राई गरे बेला यो चाहिँ तेजपत्ता चाहिँ चियामा हालेर नि खाइन्छ है कुनै कुनै मिठो सेन हुन्छ कि यसको होइन ओहो मासु त गाइज ल हेर्नु है हालिदिने हो त्यसलाई मासु नै मासु नहालौँ है हल्का गन्ध अर्कै आउला फेरि त्यो बेसार अहिले नहालेको भएर देखेको होइन बेसरै हालेको छैन प्याज पनि यहीँ छ अझै दाइको सिस्टम अर्कै छ बिरानी ल है बिरानी दाइ हेरौँ त एकपल्ट बिरानी रेसिपी 15 मिनट भिजा राख्नुपर्छ 15 मिनट केटा हो भिजा खै चामल भिजा अहिले चाहिँ पहेँलो देखेछ है दाइ अहिले चाहिँ ल कलर हानिसक्यो गाइज हाम्रो मासुले पनि गाइज अब चाहिँ मिठो देखिँदै गएछ मिठै हुन्छ दाइले मेहनतै गरेर बनाउनु पर्छ तेल छाउनु पर्यो नि त अब त ए लसुन त बिचरा ए आमा यो त यो लसुन भन्छ यसलाई ए काटिदिनु भयो रहेछ त्यही भएर सानो सानो देखेको रहेछ गाइज नभए त ठुलै रहेछ यस्तो गर्दैन बिक्कन बनाउँछ तल आसनमा पर्यो भने अलि पाक्छ कि छिटो डढी भन्यो यसलाई म थोकेर खतरा बनाएर भ्यू बनाएर खतरा बनाएर देखाउँछु गाइजहरूलाई मदन चाहिँ म यसलाई म बस्नु पर्यो भाइ पुग्दिनु यो पुरा ल लास्टको फाइनल छ यो चाहिँ दामी मिठो हुने रहेछ गाइज ल्याइदिनु एकदम दाइलाई पनि तपाईँ पनि आफै चाख्नु होइन चाख्नु एकपल्ट झिकेर चाख्नु चाख्नु न एकपल्ट अर्ग्यानिक लप्सी हो यो बा घाँस काटेर ब्रो शुद्ध बोल्दैनन् बाघै खेद्यो यो बा हो बा दाउरा माथिबाट लिएको हजुर माथिबाट लिएको ल्याएन बा हेर्नु बा इधर दे अरे भाई क्रिस को गाना सुनेगा क्या बोलो न काकिया ले बता मेरो मायाको लागि लेखेको जस सधैँ साथमा नभए नि टाढैबाट लेखेको गीत हो यो चाहिँ आप प्लीज इसे कट कर देना।